नमस्कार साथीहरू, आज चाहिँ हामी स्ट्यान्ड एसी अथवा फ्लोर एसीलाई सर्भिस गर्न गइरहेका छौँ। यो एसीमा चाहिँ चिसो नहुने समस्या र यो धेरै फोहोर मैलाले भरिएको, बाहिर हेर्दा चाहिँ राम्रो देखिने तर भित्रबाट अत्याधिक फोहोर मैला जमेको हुनाले हामी यो फ्लोर एसीलाई सर्भिस गर्दैछौँ। देख्न सक्नुहुन्छ कति सफा सुग्घर देखिँदैछ है बाहिरको कोइला। अब यसलाई हामी जेट गनको सहाराले स्याम्पू लगाएर चाहिँ धुँदैछौँ। अब यसलाई चाहिँ यसरी धोएर चाहिँ सर्रसँगले तपाईहरुको फोहोर मैला क्लिन गर्दैछौँ। अब यति गर्दा पनि हामीहरूले लगभग 2 देखि 3 घण्टा यसरी सफा गर्दा पनि फोहोर मैला यसरी पछाडिको भागमा जमिरहेको रहेछ। यसलाई हामीहरूले पूर्ण रूपमा सबै कभरहरू उतारेर यसरी सफा गर्न हेर्दैछौँ। सफा गर्नको लागि यसरी फोहोर मैलाहरू टाँसेको देख्न सक्नुहुन्छ। कति फोहोर मैला छ। यो फोहोर मैलालाई हामी सबै निकाल्ने छौँ र पूर्ण यसलाई रिफ्रेस गर्ने छौँ। हजुरहरूको पनि संस्था वा कम्पनीमा यो खालको एसी छ भने चाहिँ हामीलाई सम्झन सक्नुहुन्छ। हामी जस्तो सुकै एसीको पनि सर्भिस, रिपेयरिङ र जडानहरू गर्नेछौँ। तपाईहरुले हामीलाई सम्झन सक्नुहुन्छ। यसरी हामीले सर्भिस गरेर टिलिक्क टल्काइसकेका छौँ। यसरी अब यसको कुलिङ पनि अत्याधिक राम्रो हुने र यसको कम्प्रेसर पनि लङ लास्टिङ जाने हुन्छ। देख्न सक्नुहुन्छ कति फोहोर मैला थियो। यसरी हामीले जेट गनको सहाराले यसरी सबै निकाल्दैका छौँ फोहोर मैलाहरू। अब यसलाई हामी जेट गनले हानिसकेपछि यसलाई वायरिङ भाग हुँदै हामी ब्लोअर पनि लाउनेछौँ। यसरी ब्लोअर लगाएर चाहिँ यसरी सफा गर्नेछौँ र यसलाई फिटिङ गर्नेछौँ। फिटिङ गरेर हामी यसलाई चालु गरेर हेर्नेछौँ। यसरी हामीले फिट गरिसकेका छौँ। कुलिङ पनि राम्रो आएको छ, राम्रोसँग चलेको छ।